आजको यस उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सीएनआई को संयुक्त तत्वावधानमा आयोजित महिला नेतृत्व शिखर सम्मेलन को यो आयोजना पूर्ण रूपमा सफल होस् भनेर हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सबभन्दा पहिले त एक ढङ्गले यो सफल भइ नै सकेको छ, तर तपाईहरुले अझ विविध विषयहरुमा गहन छलफल गरेर आगामी दिनका लागि बाटा विकासका बाटा, लिडरशिप विकासका बाटा या चौतर्फी रूपमा महिलाहरूको विकास कसरी हुन सक्दछ, महिला सशक्तिकरण, सामाजिकीकरण, महिलाहरूको आत्मनिर्भरता र महिला लिडरशिप कसरी अगाडि बढाउन सकिन्छ, यस विषयमा तपाईहरुले गहन छलफल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु र त्यस्तै महत्त्वपूर्ण निष्कर्षहरू निस्किनेछन् भन्ने विश्वास लिएको छु। तपाईहरुका निष्कर्षले सरकारलाई आगामी दिनमा नीति निर्माण गर्न, आगामी दिनमा नीति कार्यक्रम तर्जुमा गर्न, तदनुसार आगामी दिनमा यी प्रश्नहरू अथवा महिलाका प्रश्नहरू र तपाईहरुले निकालेका तत्सम्बन्धी निष्कर्षहरूलाई ध्यानमा राखेर कसरी प्रभावकारी नीति निर्माण गर्न, नियम कानुन बनाउन, बनिसकेकाहरूलाई परिमार्जित गर्न, परिष्कृत गर्न कसरी सम्भव हुन्छ त्यस कुरामा पनि मद्दत पुग्नेछ भन्ने मैले विश्वास लिएको छु। सरकारको तर्फबाट म भन्न चाहन्छु कि हामी यी कुराहरूलाई, तपाईहरुका निष्कर्षहरूलाई ध्यानमा राखेर आगामी दिनमा अझ परिष्कृत नीति निर्माण गर्ने प्रयास गर्नेछौँ। यसबीचमा पनि हामीले उद्योग वाणिज्य क्षेत्रको, निजी क्षेत्रको विकास, सरकार र निजी क्षेत्रको सहकार्य, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कुरा विविध क्षेत्रमा, एउटा मात्र क्षेत्रमा मात्रै होइन, उद्योगको र वाणिज्य क्षेत्रको मात्रै होइन, शिक्षाको क्षेत्र होस्, स्वास्थ्यको क्षेत्र होस्, पर्यटनका क्षेत्रहरू हुन्, सेवाका क्षेत्रहरू हुन् अथवा पूर्वाधारका क्षेत्रहरू हुन् वा अन्य क्षेत्रहरू, यिनीहरूमा समेत निजी क्षेत्रको उत्तिकै सहभागिता र निजी क्षेत्रको लिडिङ रोलको हामी कुरा गरिरहेका छौँ अर्थतन्त्रको सन्दर्भमा। यस प्रसङ्गमा यहाँहरूको यस लिडरशिप सम्बन्धी शिखर सम्मेलनले महत्त्वपूर्ण योगदान पुर्याउने कुरा मैले अघि नै विश्वास व्यक्त गरिसकेँ। विभिन्न सङ्घ संस्थाहरूका एडभी लगायतका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू यहाँ हुनुहुन्छ र उहाँहरूले सधैँ हाम्रो साथ दिइरहनु भएको छ, सहकार्य गरिरहनु भएको छ। म विश्वास गर्छु उहाँहरूको सहकार्य अझ सबल, अझ प्रबल भएर आउनेछ। हाम्रो यो भूभाग र हाम्रो यो देश महिलाहरू सम्बन्धमा छुट्टै बेग्लै प्रकारको मान्यता बोकेर अगाडि बढेको देश हो। अघि भर्खरै सुरुमै बोल्दाखेरि उहाँले अन्तिममा एउटा संस्कृतको मन्त्रबाट आफ्नो भनाइ टुङ्ग्याउनु भएको थियो। त्यो मन्त्र थियो, या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता। नमस्तस्यै 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 नमो नमः। यो पछिल्लो वाक्य भनेको जम्मा जम्मी नमस्कार गर्छु, नमस्कार गर्छु, फेरि पनि म नमस्कार गर्छु भन्ने मात्रै हो। दोस्रो चाहिँ वाक्य, पहिलो वाक्य साह्रै अर्थपूर्ण छ, महत्त्वपूर्ण छ। हाम्रो समाजले महिलालाई कसरी हेर्छ? या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता। महिलाहरूलाई हामी देवी मान्दछौँ। या देवी सर्वभूतेषु, हे देवी, हे प्रकृतिमय देवी,
हे जननी मय देवी, हे माता मय देवी, तिमी सम्पूर्ण चिजहरूमा जो परिवर्तनशील छन् वा परिवर्तन गतिशील छन् त्यो बाहेक अरू चिजै हुन सक्दैन। परिवर्तनशील र गतिशील यिनीहरूभित्र अवस्थित रहेर हरेक वस्तुभित्र शक्तिको रूपमा अवस्थित भएर त्यसलाई लगातार तिमीले परिवर्तन गरिरहन्छौ, सिर्जना गरिरहन्छौ र नयाँ नयाँ स्वरूप दिइरहन्छौ, एकपछि अर्को स्वरूप दिइरहन्छौ। अन्तरिक्षमा एउटा ब्ल्याक होल आउँछ, ब्ल्याक होल पनि एन्ड होइन। ब्ल्याक होलबाट फेरि नष्ट भन्ने कुरा चाहिँ केही पनि हुँदैन। नष्ट होइन, त्यसको स्वरूप परिवर्तन हुन्छ। त्यो स्वरूप परिवर्तन गर्ने प्रकृति हो। हाम्रोमा महिलाहरूलाई त्यो प्रकृति स्वरूप सर्वभूतेषु संस्थित, सम्पूर्ण वस्तुहरू, सर्वभूत भनेको सबै वस्तुहरूमा संस्थिता भनेको बसेको यस्तो परिवर्तनकारी रूप। स्कन्द पुराणले सृष्टिको बारेमा, ब्रह्माण्डको बारेमा भन्दछ। सृष्टि कसरी हुन्छ, के हो सृष्टि, दर्शनको पहिलो प्रारम्भ कहाँबाट हुन्छ, दर्शनको पहिलो प्रारम्भ, दर्शनको पहिलो चिन्तनको विषय सृष्टिको बारेमा हो, परिवर्तनको बारेमा हो। सृष्टि कहाँबाट हुन्छ भन्दा दुर्गा र ब्रह्म, ब्रह्म भनेको समयलाई ब्रह्म भनिन्छ। वैदिक भाषामा ब्रह्म भनेको समय हो, ब्रह्मा होइन है, ब्रह्म। ब्रह्म भनेको समय हो र दुर्गा भनेको प्रकृति हो। प्रकृति र समयको सम्मिश्रणबाट सृष्टि भन्दछ, सृष्टि हुन्छ। यो फिलोसफी र फिलोसफीको प्रारम्भ त्यहाँबाट हुन्छ। त्यसै कारण उहाँले भनेको मन्त्रको त्यहाँनेरि अर्थ छ, स्कन्द पुराणले भनेको जस्तो या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता, शक्तिको रूपमा तिमी अवस्थित भएर चलाएकै छौ भनेर यस रूपमा मानिन्छ। हाम्रोमा शिक्षाको परम्परा, नारी शिक्षाको परम्परा, महिला शिक्षाको परम्परा आजको होइन। अल्फाबेटहरू सुरु हुन, अक्षर सुरु हुनभन्दा अगाडि जब अनुभवहरूलाई ज्ञानको रूपमा परिणत गरिन्थ्यो, व्यवस्थित गरिन्थ्यो, त्यसबेला त्यसमा सरिक स्मृति र श्रुतिको रूपमा स्मृतिले वाचन गर्ने, स्मृतिमा राखेर वाचन गर्ने र वाचनलाई श्रुति गर्ने, श्रुतिबाट फेरि स्मृति बनाउने र ज्ञान परम्परालाई अगाडि बढाउने। यस कुरामा सुरुवाती समयमा यसै पनि आमा भनेको पहिलो शिक्षिका त हामी भनिहाल्छौँ, आमा भनेको जसको पनि पहिलो शिक्षिका हुने गर्छ। यसरी हाम्रो परम्परा त्यो वेदका ऋचाहरू, विश्वमा लिपि बन्नभन्दा अगाडि ज्ञान जो भन्यो त्यो ज्ञान संस्थागत गर्ने महिलाहरू थिए र उनीहरूले वेदका ऋचाहरू बनाएका थिए र आदि ग्रन्थ, आदि ज्ञान, आदि विद्या महिलाहरूबाट उत्पन्न भएको थियो भन्ने हाम्रो शास्त्रले मान्दछ, हाम्रा परम्पराले मान्दछ, हाम्रो इतिहासले मान्दछ र यथार्थ त्यही हो। त्यसै कारण हामीले कसलाई पुच्छौँ भन्दाखेरि हाम्रा देवीहरूलाई पुच्छौँ। हाम्रा देवीहरू कस्ता छन् भन्दा हाम्रा पुर्खाहरूमा पनि, मैले अस्तिको दिन बोल्दाखेरि पनि एउटा कार्यक्रममा भनेको थिएँ, हाम्रा पुर्खाहरूमा सौन्दर्य चेत आज मात्रै पलाएको, हामीमा मात्रै सौन्दर्य चेत पलाएको होइन, हाम्रा पुर्खाहरूमा सौन्दर्य चेत पलाएको थियो र धेरै उच्च थियो। त्यसकारण हामीले देवीहरूको सुन्दरताको सधैँ वर्णन गरिआएका छौँ। विभिन्न ठाउँमा देवीका विभिन्न स्वरूपहरूको बारेमा वर्णन, देवीहरूको बारेमा वर्णन छ र उग्रतारा मन्दिर, त्यो देवी जब लडाइँमा जान पर्ने हुन्छ, देशको रक्षाको लागि जान पर्ने हुन्छ, आफ्नो रक्षाको लागि जानुपर्ने हुन्छ, देवीहरू त्यसरी गएका छन् र त्यहाँ बेग्लै रूप छ र धेरै पूजिएका के छन् भन्दाखेरि त्रिपुरा सुन्दरी देवीहरू
अहिले मिस युनिभर्स छान्छन् के छान्छन् नि। हाम्रा त मन्दिर छन् उहिलेदेखि त्रिपुरा सुन्दरी, एउटा लोकको मात्रै होइन तीनै लोकका सुन्दरी देवीहरू भनेर हाम्रा त मन्दिर छन्। हामी त पूजा गर्छौँ हाम्रा देवीहरूको। त्रिपुरा सुन्दरी एक ठाउँ मात्रै होइन, थुप्रै ठाउँमा छ। पश्चिमदेखि पूर्वसम्म यो मिस युनिभर्स भन्दा पनि बियोन्ड मिस युनिभर्स त्यस्तो सुन्दरी देवीहरूको चाहिँ नि मन्दिर ठुला ठुला स्थापना गरेर पूजा गर्ने चलन छ। अहिले हामी त्यो पूजा गरिराखेका छौँ। हाम्रोमा त्यो परम्परा छ। र हामी के भन्दछौँ भने यत्र नार्यस्तु पूज्यन्ते, जहाँ नारीहरूको पूजा हुन्छ, रमन्ते तत्र देवता, त्यही ईश्वरको वास हुन्छ। हाम्रा मान्यताहरू त्यो हुन्। यस बीचमा दुईटा कुराले भन्ने गर्छु मैले, सामन्ती युग र औपनिवेशिक युग। यसले डिस्टर्सन गरौँ, हाम्रा मूल्य मान्यताहरूमा डिस्टर्सन गरौँ, हाम्रा ग्रन्थहरूमा डिस्टर्सन गरौँ। मनुस्मृति मनो जस्ता विद्वान मान्छेले यस्तो रचना गरे भनेर त्यसलाई तोडमरोड गरेर गलत मन्त्रहरू त्यसभित्र, गलत सूत्रहरू त्यसभित्र घुसाइदिए र त्यसलाई बदनाम गरे। मनुस्मृति त्यस्तो थिएन। मनुस्मृतिमा 400 श्लोकहरू लगभग, त्यसमा गलत श्लोकहरू घुसाइएका छन्। हाम्रो मान्यता होइन। पछि त्यसलाई अनुवाद गरियो संस्कृतबाट, जो गलत संस्कृत थियो त्यसको अनुवाद गरेर अपभ्रंशमा लगियो। त्यसलाई अपभ्रंश मात्रै होइन, विकृत बनाइयो। शूद्र गवार ढोल पशु नारी ये सब ताडनकै अधिकारी भन्ने मनो जस्ता विद्वानले यस्ता मूल्य मान्यता राख्दैनथे। ढोलसँग, ढोल जसरी हिर्काइनु पर्दछ, हिर्काइनको अधिकारी छ, त्यसै गरी महिला पनि त्यस्तै हुन्, शूद्र पनि त्यस्तै हुन् भनेर मान्छेको एक सेक्सनलाई नै त्यसरी शूद्र बनाएर, महिलाहरूलाई त्यसै गरी शूद्र बनाएर र महिलाहरूले शिक्षा आर्जन गर्नुहुन्न भन्ने सम्मका मान्यताहरूमा लगेर समाजलाई अन्धकारमा पार्ने कोसिस भयो। तर यो समाजमा आएको पछिल्लो विकृति हो। महिलाले पढ्नु हुँदैन भन्ने कुरा, जसले आदि रचना गर्थे, आदि ग्रन्थहरूको रचना गर्थे, ती महिलाहरूले पढ्नु हुँदैन भन्ने कुरा हुन्छ। पहिलो ज्ञान, पहिलो शिक्षा, पहिलो यी सबै कुरा महादेवबाट पहिलो शिक्षा पार्वतीले प्राप्त गरेकी थिइन्। सुरुवातदेखि त महिलाहरू छन् त। पहिलो सप्तऋषिलाई शिक्षा दिए भने सप्तऋषिलाई शिक्षा दिनभन्दा अगाडि शिवजीले घर सल्लाह गर्थे, कसो गरौँ पार्वती भनेर। हाम्रो ट्रेडिसन त्यो हो। अब हामीले के गर्न पर्नेछ भने, खास गरी मलाई अलिकति खुसी लागेको छ, तर म पुरा सन्तुष्ट छैन। किनभने समाज अहिले पनि सम्पूर्ण हाम्रो सामाजिक शक्ति अगाडि बढ्न सकेका छैन। 2-4वटा कारण छ। 2-4वटा कारण जसले गर्दा हामी पछाडि पर्न बाध्य भइराखेका छौँ अहिले पनि। अरू बाहिरतिरका कुराहरू नगरौँ, हाम्रा आफ्ना कुरा गर्दा एउटा आधा जनसङ्ख्या, यो डेमोग्राफिक यताउता जनसङ्ख्या अलिकति बढी देखिए पनि कोही बाहिरतिर गएर लेखाउन छुट भएको आदि इत्यादि कारणले भए पनि महिला र पुरुषको सङ्ख्या बराबर हो दुनियाँमा। प्रकृतिले सृजना गर्ने भनेको बराबरीको ब्यालेन्स मिलाएर, यो प्रकृति चाहिँ सन्तुलनमा चलेको छ। हरेक चिज सन्तुलनमा चलेको छ र समाज सन्तुलनमा चलेको छ। महिला र पुरुषको बराबरीको सङ्ख्या हो। बराबरी सङ्ख्यामध्ये पुरुष अगाडि बढ्यो भने आधा अगाडि बढ्यो, 50% अगाडि बढ्यो। महिला पछाडि पऱ्यो भने आधा जनसङ्ख्या पछाडि पऱ्यो। एउटा मात्रै खुट्टो अगाडि बढाएर तपाईँ कहाँ पुग्नुहुन्छ, अर्को खुट्टो अगाडि बढाउनु भएन भने कहीँ पुगिन्छ? एउटा खुट्टो त एक स्टेप त अगाडि बढाउनु भयो, 2टा खुट्टा छ त्यसमध्ये। त्यसै कारण रथका 2 पाङ्ग्रा भनेको त्यही हो। एउटा मात्रै पाङ्ग्रो चलाइयो हिँड्यो भने घुमी मात्रै रहन्छ, 2टा पाङ्ग्रा चल्यो भने अगाडि बढ्छ। एउटा पाङ्ग्रो त्यहीँको त्यहीँ बस्छ, अर्को पाङ्ग्रो मात्रै चल्यो भने त्यो फन घुमिरहेको छ, कहीँ पनि पुगिँदैन।
रोटेसन मात्रै हुन्छ। एउटा डिफेक्ट, हामीले सिङ्गो समाज अगाडि नबढाइकन समाज अगाडि बढ्दैन। सिङ्गो समाज भनेको महिला र पुरुष सबै अगाडि बढ्नु पर्यो एउटा। त्यसमा हाम्रो कमजोरी अहिले पनि रहेको छ। यद्यपि हामीले ठुल्ठुला उपलब्धिहरू छोटो समयमा प्राप्त गरेका छौँ, हाम्रा ट्रेडिसनहरूलाई पत्ता लगाएर, हाम्रा ट्रेडिसनहरूलाई पनि फलो गरेर, तिनीहरूको गौरवलाई पनि माथि उठाएर हामीले केही एचिभ गरेका छौँ। अघि पनि हामीले हेऱ्यौँ कि हामीले राष्ट्रपति बनायौँ, सिरियलको हिसाबले दोस्रो राष्ट्रपति, संविधान बनेपछि, नयाँ संविधान बनेपछि, अहिलेको संविधान बनेपछि संविधानबाट निर्वाचित भएको पहिलो राष्ट्रपति महिला, प्रथम महिला प्रधान न्यायाधीश हामीले बनायौँ। कतिवटा देश अहिले पनि त्यस ठाउँमा पुग्न सकेका छैन। हामीले स्पिकर बनायौँ, हामीले डिफेन्स मिनिस्टर, महिला डिफेन्स मिनिस्टर बनायौँ। इट्स नट ए जोक, यो धेरै महत्त्वपूर्ण कुरा हो। हामीले मुख्यमन्त्री बनायौँ, भर्खरै सुरु भएको सङ्घीय प्रणालीमा मुख्यमन्त्री हामीले महिला बनाइ नै सक्यौँ। हामीले ब्युरोक्रेसीको टपमा पनि मुख्य सचिव महिला बनायौँ। संयोगवश भनौँ या प्रयास स्वरूप भनौँ, यी सबै बनाउँदा चाहिँ मै पर्दो रहेछु प्रधानमन्त्री फेरि। जे होस्, यी त नमुना हुन्। अथवा एक्लै टप्लक्क राष्ट्रपतिमा मात्रै महिला पुग्दैन यदि महिलाहरूको सशक्तिकरण छैन भने, महिला सहभागिताको राम्रो स्थिति छैन भने, खेलकुद चलेकै छैन भने एउटा मात्रै टप्किएको खेलाडी त्यो बन्नै सक्दैन नि। कसरी बन्न सक्छ? त्यहाँ कुनै कामको सिपको केही नै छैन भने एउटा मात्रै टप्किएर कसरी माथि जान सक्छ? यी सबै कुराहरूको अर्थ हो कि हाम्रो समाज यस तहमा अगाडि बढेको छ, महिलाहरूको कम्पिटेन्सी अगाडि बढेको छ। उद्यमशीलतामा अहिले देशको रोजगारीमा मसँग एकिन आँकडा छैन, उद्योग क्षेत्रमा पनि ठुला उद्योगले भन्दा सानाले बढी दिएका होलान्, सानामा पनि पुरुषले चलाएका भन्दा महिलाले चलाएकाले बढी रोजगारी दिएका होलान् जस्तो लाग्छ मलाई। कि थुप्रो ठुलो मात्रामा चाहिँ महिलाहरूले चलाएको, साना चलाएका छन् तर ठुलो पैमानामा छ। महिला सशक्तिकरण बढ्दैछ र त्यो बिस्तारै ठुलादेखि साना उद्योगसम्म, घरेलु मझौलादेखि घरेलु साना उद्योगसम्म महिलाहरूको बढ्दैछ। उद्यम घर नाम राख्नुभएको छ कसैले, कसैले अर्को नाम राख्नुभएको छ, कसैले तालिम दिनुभएको छ, कसैले के गर्नुभएको छ, अनेक प्रकारका कामहरू यस्ता सञ्चालन गर्नुभएको छ। थुप्रै खालका, कृषिमा त्यस्तै छ। कृषि त अहिले आएका आधुनिक कृषिमा पनि महिलाहरूको ठुलो योगदान छ। परम्परागत भन्ने हो भने त साग सब्जी आदि इत्यादि आधा कुरा त महिलाले एक्लै बोकेका थिए नि। कोठेबारी भनेको त पुरुषले हेर्ने होइन, बारी खेत आधा आधा हुन्थ्यो। जोत्ने काम एउटा गर्थ्यो, रोप्ने काम अर्काले गर्थ्यो, काट्ने आदि काम अर्काले गर्थ्यो, आधा आधा हुन्थ्यो त्यहाँ बाहिरको काम चाहिँ। तर कोठेबारी भनेको त भित्रको काम मानिन्थ्यो, सबै महिलाले मात्रै गर्थ्यो। त्यही खालको स्थिति थियो। अर्थात् महिलाहरूको कन्ट्रिब्युसन काउन्ट नभएको, काउन्ट गर्ने हो भने अहिले पनि महिलाहरूको कन्ट्रिब्युसन चाहिँ 90% होला जस्तो लाग्छ मलाई। त्यो कति हो घरेलु कामको त काउन्टै भएको हुँदैन नि। त्यसो भएर अब एउटा कुरा यो हो कि हामीले महिलाहरूलाई उत्तिकै रूपमा लान सकेका छैनौँ। अर्को कुरा, वर्णाश्रम व्यवस्थाले हामीलाई निकै ध्वस्त बनायो। एउटा सेक्सनलाई पढ्नै नहुने, पढ्नै नदिने, अगाडि बढ्नै नदिने, समाजको एउटा सेक्सनै कमसेकम 15% मानिसहरू अनटचेबल भनेर त्यस्ता खालका कुराहरू भिडाइदियो हामीलाई।
जसले गर्दाखेरि हामी पछाडि पऱ्यौँ। 50% महिला पछाडि, त्यसमा आधा महिला छन् अनटचेबलभित्र पनि भने कमसेकम 7% त छन् नि। फेरि 57% भयो पुरुष त्यसबाट जोड्दाखेरि पछाडि पारिएकाहरूमध्ये। त्यसो भएपछि गरिबी बढो। गरिबी अहिले पनि 20% भन्दा बढी निरपेक्ष गरिबीको रेखामुनि छ भने हामी अगाडि बढ्ने कुरामा त्यो बाधा छ। अर्को निरपेक्ष गरिबीको रेखामुनि मुख्य बाधाहरू अहिले पनि छन्। यी बाधाहरूलाई हामी एकातिर सामाजिक न्याय र समानता, सोसल जस्टिस एन्ड इक्वालिटी, यसलाई अन्त्य गर्दै अर्को हामीले इम्पावरमेन्टको सबभन्दा पहिलो कुरो भनेको चाहिँ एजुकेसन। अब छोरीहरू यसरी जाग्दैछन् कि कोही पनि छोरीहरू अब घर बस्ने, पढ्न नपाउने, अब स्कुल नजाने भन्ने छैन। परिस्थितिअनुसार छोरीहरूले पढेका छन्, पढ्न थालेका छन्। र म थुप्रै ठाउँमा पुरस्कार वितरणमा पुगेको हुन्छु। धेरै छोरीहरूले फर्स्ट, सेकेन्ड, थर्ड पुरस्कार पाइराखेका हुन्छ धेरै ठाउँमा। कोही ठाउँमा मात्रै पुरुषले, छोराहरूले पाएको हुन्छ, नत्र भने छोरीहरूले बढी फर्स्ट, सेकेन्ड पुरस्कार जितिराखेका हुन्छ। अर्थात् मौका पाउने बित्तिकै छोरीहरू पछाडि छैनन्, अगाडि छन् है। उनीहरू अझ बढी गम्भीर छन् भन्ने कुरा देखिन्छ। त्यसकारण एजुकेसनलाई हामी छिटै नै, शिक्षा क्षेत्रलाई छिटै नै समतामूलक स्थितिमा पुर्याउन सक्छौँ, बराबरीको स्थितिमा शिक्षालाई पुर्याउन सक्छौँ छिटै नै। शिक्षामा हाम्रो क्वालिटी एजुकेसनको अलिकति समस्या छ। अलिक केही ठाउँहरूमा, केही सामुदायिक विद्यालयहरू नत्र भने बोर्डिङहरूमा अलिक बढी क्वालिटीको एजुकेसन छ। तर आम रूपमा हामीले क्वालिटी एजुकेसन दिन सकेका छैनौँ, किनभने निरपेक्ष गरिबीको रेखामुनि 20% जनता छ भने सम्पन्न परिवारको छोराछोरीको सङ्ख्या थोरै हुन्छ, विपन्न परिवारको छोराछोरीको सङ्ख्या ठुलो हुन्छ, धेरै हुन्छ। त्यस हिसाबले 20% जनता निरपेक्ष गरिबीको रेखा मुनि छ भने, अथवा 60 लाख जनसङ्ख्या निरपेक्ष रेखा मुनि, गरिबीको रेखा मुनि छ भने त्यसको सिँगै बालबालिकाको, यो चाहिँ 20% मात्रै होइन निरपेक्ष गरिबीको रेखा मुनि छ भनेर, बालबालिका चाहिँ कति निरपेक्ष गरिबीको रेखा मुनि भोकमरीको शिकार भएर, बेहालको शिकार भएका बालबालिका चाहिँ कति छन् भन्दा तिनीहरूको चाहिँ सङ्ख्या 20 मात्रै होइन 30% छ। उनीहरूको सङ्ख्या ठुलो छ, किनभने गरिबका चाहिँ बेहिसाब छोराछोरी जन्मिया हुन्छ। त्यसो भएर यो ठुलो सङ्ख्याको बालबालिकाले अत्यन्त प्रतिकूल, अमानवीय, बालबालिकाका निम्ति अनुकूल भन्न सुहाउँदै नसुहाउने बिल्कुलै प्रतिकूल परिस्थितिको सामना गरिरहेको बालबालिकाको सङ्ख्या लगभग 30% छ। हामी, म सरकारको तर्फबाट यहाँहरूलाई भन्न चाहन्छु, हामी यी सबै पक्षहरूको विश्लेषण गरेर, हिसाब गरेर कहाँनेरि समस्या छ र त्यसको सम्बोधन कसरी गर्ने भन्ने कुराको उपाय समेत अगाडि बढ्न चाहिरहेका छौँ। त्यसअनुसार नै नीति निर्माण, त्यसअनुसार नै हामी कामहरू गर्न खोजिराखेका छौँ र कार्यक्रमहरू त्यसै गरी ल्याउन खोजेका छौँ र बजेटको व्यवस्था पनि त्यसै गरी एलोकेट गर्न खोजेका छौँ। मैले थुप्रै ठाउँमा भन्ने गरेको छु, एउटा बिचमा चाहिँ नि कस्तो चलेर आएको फिल भयो भने कानुन विकासलाई अगाडि बढाउन, सहयात्रीहरूलाई सहयोगका साथ अगाडि बढाउन, अनुकूल वातावरण सिर्जना गरेर विकासलाई अगाडि बढाउन भन्दा अल्झाउनका लागि, रोक्नका लागि, छेक्नका लागि, थुन्नका लागि कसरी व्यवधान सिर्जना गर्न सकिन्छ त्यसका लागि कानुन भनेको काम गर्न अल्झाउने हो, अल्झाउने प्रयोजनका लागि बन्ने हो। र हाम्रो ब्युरोक्रेसीले सहयोगी भूमिका खेलेर कसरी विकासको सहयोगीको रूपमा आफूलाई प्रस्तुत गर्ने, त्यसको अर्को एउटा सरकारी पक्षबाट अनुकूलता थपिदिने संयन्त्रको रूपमा काम गर्ने भन्दा पनि नियन्त्रण कसरी गर्ने, अनुगमनका नाउँमा नियन्त्रण, अर्काको नाउँमा नियन्त्रण, अर्को कानुन कार्यान्वयनका नाउँमा नियन्त्रण र
बेठिक नहोस् भन्नेमा होसियारी बढ्ता अपनाउन खोज्दाखेरि त्यसबाट पनि नियन्त्रित हुने स्थिति। यसलाई हामी सहजीकरण गर्ने, सरलीकरण गर्ने र अनुकूल वातावरण, हरेक चिजका लागि अनुकूल वातावरण, समाजलाई अग्रगामी परिवर्तनका लागि अनुकूल वातावरण। यसको अर्थ महिलाहरूको विकास, महिलाहरूको उद्यमशीलता, महिलाहरूको सहभागिता। म यहाँ समावेशीकरण महिलाहरूको सम्बन्धमा भन्न चाहिँ नि त्यति रुचाउन्न, किनभने समावेशी भनेको त एउटा सानो सङ्ख्यालाई ठुलो सङ्ख्याले सामेल गर्ने हो, इन्क्लुड गरिदिने हो। महिला इन्क्लुड गर्ने कुरा होइन, महिला भनेको बराबरी सँगसँगै अगाडि जाने कुरा हो। त्यसकारण इन्क्लुसन 10 जना पुरुष राखो 1 जना महिला राखिदियो भने इन्क्लुड त गरिहाल्यो नि महिला। 20 जना राखो 3 जना 20 जना पुरुषमा 3 जना महिला राख्यो भने इन्क्लुसन त भइगयो नि। हामीले चाहेको इन्क्लुसन होइन महिलाको सम्बन्धमा। सहभागिता, समान सहभागिताको अभिवृद्धिको स्थिति सिर्जना गर्ने र समान सहभागिता निर्माण गर्ने। हामीले भनेको इन्क्लुसन होइन, पार्टिसिपेसन, इक्वल पार्टिसिपेसन अफ वुमेन। हाम्रो चाहिँ धारणा त्यो हो। अरू माइनोरिटी ग्रुप्स हुन्छ, हो त्यसलाई चाहिँ इन्क्लुड गर्नुपर्छ। इन्क्लुसिभ समाजको त्यो सेक्सनका लागि इन्क्लुसिभनेस, महिलाको लागि इक्वल पार्टिसिपेसन। यसो इन्क्लुड गरिदिएर समावेश गरिदिया छ भन्ने होइन। अहिले हामीले 33% संविधानमा गरेका छौँ। एकैचोटि माथि पुर्याउन सम्भव नभएर, एकैचोटि माथि पुर्याउन खोज्दा या तीव्र गतिमा माथि पुर्याउन खोज्दा अलिकति लस हुन्छ। किन अलिकति लस हुन्छ भने क्वालिटी सँगसँगै डेभलप गरेको एजुकेसन, स्किल सबै डेभलप गर्दै लगेको छैन भने बिना एजुकेसन र बिना स्किलका मान्छेहरू सम्बन्धित ठाउँमा पुग्यो भने इच्छाले मात्रै हुँदैन, क्षमताले दिँदैन। त्यसो भएपछि फेरि समाजलाई अलिकति डेभलपमेन्टमा धक्का पर्न सक्छ। त्यसकारण क्वालिटी डेभलपमेन्ट, उनीहरूलाई सोसलाइज गर्ने एजुकेसन, स्किल, यी चिज भएपछि अब अरू कुरा त सरकारले दिने ऋण, सहुलियत आदि इत्यादि, सहुलियत ब्याज दरमा, सिप विकास तालिमहरू, भोकेसनल ट्रेनिङ्स आदि कुराहरू यी अगाडि बढाउने, यी काम सरकारको तर्फबाट हुन्छ। हामी यी कामहरू गर्छौँ। त्यसो भएर यस्तो समेटबाट तपाईँहरूको थ्योरिटिकलबाट प्र्याक्टिकल कुराहरू के आउन्, सजेसन के आउन् भने सरकारले के गर्नुपर्छ, नीति निर्माणको तहमा अहिले भइरहेका कानुनमा सुधार केही आवश्यक छ, टु द पोइन्ट कङ्क्रिट हिसाबले तपाईँहरूले दिनुहोस्। यस्तो सेमिनारलाई फ्रुटफुल बनाउनका लागि ठोस सुझावहरू दिनुहोस्। कानुनमा के सुधार गर्नु छ, नीति निर्माणमा, व्यवहारमा के सुधार गर्नु छ, शिक्षाको क्षेत्रमा कहाँ के गर्नुपर्दछ, के आवश्यक छ, के सम्भव छ, दुईटै कुरालाई ध्यानमा राखेँ। सम्भव छैन भने त जस्तो म निरपेक्ष गरिबीको रेखामुनि भन्ने शब्दैसँग व्यथित हुन्छु। म सम्झिन्छु एउटा निर्दोष बच्चा भोकले तडपिरहेको छ, रोइरहेको छ। उसकी आमा छेउमा बसेर सबभन्दा प्रिय वस्तु उनका निम्ति आफ्नो सन्तान हो, त्यो भोकले तडपिएर रोएको हेर्न विवश छ। त्योभन्दा मानव समाजलाई अशोभनीय दृश्य के हुन्छ? त्यो दृश्य हेरेर व्यवस्थाका साथ हामी बस्न बाध्य भइरहेका छौँ। त्यसो भएर आवश्यकताले मात्रै हुँदैन, सम्भावना के छ? म तत्काल हटाउन चाहन्छु त्यो, तर इट टेक्स अ फ्यु इयर्स। मेरो चाहनाले मात्रै तत्काल हटिहाल्दैन, त यसले केही समय लिन्छ। तर हामीले ठोस कदम, जति प्रभावकारी कदम चाल्न सक्छौँ, जति राम्रा निष्कर्षहरू निकाल्न सक्छौँ, जति राम्रा प्रेस्क्रिप्सनहरू दिन सक्छौँ र त्यसअनुसारका
औषधिहरू हामी गर्छौँ त्यति चाँडो बिमारी निको हुन्छ। प्रेस्क्रिप्सनै भएन, डक्टरले हेऱ्यो प्रेस्क्रिप्सन भएन, औषधि कसरी खाने? त्यसकारण प्रेस्क्रिप्सन अनुसारको मेडिसिन र डक्टरको सजेसन अनुसारका प्र्याक्टिस अभ्यास, यी चिज गरेर हामी अगाडि बढ्नु छ, हाम्रो समाजलाई अगाडि बढाउनु छ। म तपाईहरुलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। सफल हुनुहोस्। उहाँले भने जस्तै म पनि या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता। अब नमस्तस्यैमा भनेर मात्र केही छैन, प्रयास गरौँ। तपाईहरु मात्रै प्रयास गर्नुस् भन्दिनँ, तपाईहरुलाई म एश्योर पनि गर्न चाहन्छु अन बिहाफ अफ द गभर्नमेन्ट, एश्योर गर्न पनि चाहन्छु। अल अफ अस आर, वी आर टुगेदर, अल अफ अस। हामी सबैले मिलेर कोसिस गरौँ। र सरकारको तर्फबाट मैले यस गोष्ठीबाट उम्किनका लागि चारवटा मिठा कुरा गरेर केही अर्थ हुँदैन। त्यसकारण मैले यो त्यस हिसाबले भन्न खोजेका कुराहरू होइनन्। यो त देशमा परिवर्तन त ल्याउनै छ, सकारात्मक परिवर्तन ल्याउनै छ। त्यो परिवर्तनका लागि अघि सञ्जयले भने जस्तै हामीमा गतिशीलता चाहिएको छ, सकारात्मक चाहिएको छ, आशावादिता चाहिएको छ। मैले आज राति मात्रै एउटा आर्टिकल लेखेको छु, यो एक दुई दिनमा कुनै पेपरमा होला, कान्तिपुर शान्तिपुर केहीमा आउँछ कि अर्कोमा आउँछ कि केमा आउँछ। हामीमा धैर्यता चाहिन्छ भन्ने सम्बन्धमा मैले एउटा सानो आर्टिकल लेखेको छु। धैर्यता चाहिन्छ। 3 बजे मैले सकेर अनि म एकछिन आराम गरेको हुँ, राति 3 बजे मात्रै सकेर। हामी धैर्यताका साथ, तर धैर्यता भनेको निष्क्रिय धैर्यता होइन, सक्रिय धैर्यता। सक्रिय धैर्यता, सक्रियता योजनाहीन होइन, योजनाबद्ध सक्रियता। निराशामा उभिएर होइन, आशावादिताका साथ अगाडि बढेर। आशावादिता, योजनाबद्धता, सक्रियता र धैर्यता। जबसम्म परिस्थिति ठिक बनाउन सकिँदैन, धैर्यतापूर्वक हामी सक्रिय ढङ्गले, योजनाबद्ध ढङ्गले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँ, लाग्नुपर्दछ। हामी सबै एक ठाउँ छौँ, एक ठाउँ भएर लाग्नुपर्दछ। समाजका सम्पूर्ण सेक्टरहरू, सेक्सनहरू सबैलाई उठाउन सक्नुपर्दछ आफ्नो ठाउँबाट। हामी जहाँ जहाँ छौँ त्यहाँबाट कोसिस गर्नुपर्छ, आफ्ना कार्यक्षेत्रबाट, आफ्ना फिल्डबाट। तपाईहरु आफ्नो कार्यक्षेत्रमा हुनुहुन्छ। मैले चाहिँ मेरो कार्यक्षेत्र यो मात्रै भन्न पाउँदिनँ। मेरो कार्यक्षेत्रभित्र बालबालिका पनि पर्छ, महिला पनि पर्छ, ज्येष्ठ नागरिक पनि पर्छ, उद्यमी पनि पर्छ, व्यवसायी पनि पर्छ, पर्यटन व्यवसाय चलाउने पनि पर्छ, अर्को पनि पर्छ, अर्को सबै पर्छ। औषधि उत्पादक पनि पर्छ देखि लिएर सबै खालका, अन्न उत्पादकदेखि लिएर फलफुल उत्पादकदेखि लिएर पशुपालन गर्नेदेखि लिएर सबै खालका सबै क्षेत्र हाम्रो क्षेत्र पर्छ। र त्यसका निम्ति गुड गभर्नेन्स, करप्सन कन्ट्रोल र करप्सनको अन्त्य गर्ने त्यो सङ्कल्पका साथ मलाई विचित्र लाग्छ, नेपाल यति साह्रै झुट बोल्ने अभ्यासमा कहिले पनि थिएन। यस्तो झुट बोल्ने अभ्यास अहिले चलाएको छ। गोएबल्स थ्योरी भन्ने, जे पनि बोलेको छ। मान्छे देख्दा यसो हेर्दाखेरि भलादमी देखिन्छ, गतिलो देखिन्छ, के बोलेको छ, के बोलेको छ। यसबाट हामी जोगिनुपर्छ र हामीले सही गलत छुट्याएर अगाडि बढ्नुपर्दछ, पछाडि ब्याक गियर लगाउने होइन।
ब्याक गियर भनेको त कहिले कहिले एकछिनका लागि यसो गाडी मोड्न घुम्ती पुगेन भने ब्याक गियर लाउने हो। हाइवेमा ब्याक गियर लगाइँदैन। डेमोक्रेसी इज ए हाइवे। यसमा ब्याक गियर लगाइँदैन, यसमा अगाडि बढाइन्छ। मेरो शुभकामना छ हामी गतिसाथ, योजनाबद्ध गतिसाथ, आशावादिताका साथ, दृढ सङ्कल्पका साथ अगाडि बढौँ। हामी सफल हुन सक्छौँ। हामीले भनेका गन्तव्यहरूमा पुग्न सक्छौँ। यस अधिवेशनको सफलताको लागि शुभकामना। सम्पूर्ण दिदीबहिनीहरूलाई धेरै धेरै सफलताको शुभकामना। दाजुभाइहरूलाई पनि महिला दिदीबहिनीहरू सँगसँगै हातमा हात मिलाएर अगाडि बढ्न आग्रह गर्दछु। धन्यवाद।